हेलो नमस्ते एन्ड वेलकम ब्याक छ तपाईहरुलाई मेरो युट्युब च्यानल प्रवीण भ्लग 07 मा। आज चाहिँ म तपाईहरुलाई यो यु सबमिट एन्ड अपिल भनेको चाहिँ फेसबुकमा के हो, यसलाई चाहिँ अब हामीले कसरी अपिल गर्ने, यसलाई चाहिँ हामीले कुन तरिकाबाट फेरि फेसबुकलाई खोल्न सकिन्छ, यो जान्नको लागि चाहिँ तपाईहरु मेरो यो भिडियो अन्तिमसम्म हेर्दिनु होला। र तपाईहरुले मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईहरुले मेरो यो डिस्प्लेको माथि देखिराख्नु भएको छ, जस्तै यहाँ तपाईहरुको यो सबमिट एन्ड अपिल भन्ने छ। जस्तै यो भनेको चाहिँ के रहेछ त, यो भनेको चाहिँ तपाईले अब यहाँ तपाईहरुले देखिराख्नु भएको छ मेरो स्क्रिनको माथि व्हाट ह्यापन नेक्स्ट। जस्तै अब तपाईले यसमा तपाईको अब के हुन्छ त, अब यो भन्दा पछि तपाईको के हुन्छ त। जस्तै इट्स युजुअली टेक्स अस अबाउट एन आवर टु रिभ्यू योर इन्फर्मेसन चेक ब्याक हियर। जस्तै फेसबुकले चाहिँ तपाईहरुको केही घण्टा पछि केही घण्टासम्म चाहिँ तपाईको फेसबुकहरुले चाहिँ रिभ्यूहरु चेक गर्नेछ। अनि अर्को यहाँ के भन्छ, इफ वी फाइन्ड योर अकाउन्ट डज फ्लो आवर कम्युनिटी स्ट्यान्डर्ड यु विल बी एबल टु युज फेसबुक अगेन। जस्तै तपाईहरुले चाहिँ फेसबुकको क्राइटेरिया जस्तै कम्युनिटी गाइडलाइन्सलाई तपाईहरुले मध्यनजर गरेर तपाईहरुले भिडियो बनाइराख्नु भएको छ भने चाहिँ तपाईको फेसबुक आइडी फेरि रिटर्न फेसबुकले गर्दिन्छ। इफ वी find your account does not follow our community standard, it will be permanently disabled and you won't be able to appeal again। जस्तै तपाईले चाहिँ फेसबुकको कम्युनिटी स्ट्यान्डर्डलाई चाहिँ मेन्टेन नगरेर तपाईहरुले भिडियो पोस्ट गर्नु भएको छ भने चाहिँ तपाईको फेसबुक आइडी चाहिँ पर्मानेन्टली नै ब्लक हुने सम्भावना चाहिँ यहाँ हुन्छ। र अब यसलाई हामीले कसरी चाहिँ अपिल गर्ने त, तपाई सिधै आफ्नो जीमेलमा जानुपर्ने हुन्छ। आफ्नो जीमेलमा गएर तपाईले यहाँ कम्पोज देखिराख्नु भएको छ, यहाँ कम्पोजमा क्लिक गरेर त्यसपछि तपाईले कम्पोजमा क्लिक गरिसक्नु भएपछि तपाईले यहाँ के हाल्नु पर्ने हुन्छ, टुमा तपाईले support@yahoo.com लेख्ने। त्यसपछि तपाईको के छ प्रब्लम, जस्तै यो सबमिट एन्ड अपिल तपाईको त्यो छ, त्यो टेक्स्ट गरेर पठाउने जीमेललाई भन्दाखेरि चाहिँ फेसबुकलाई, डियर फेसबुक टिम आई एम ह्याभिङ अ प्रब्लम when I went to open my Facebook account, so you submit an appeal and I still also follow your community guidelines, please fix my problem, thank you भनेर नि आफ्नो तपाईले यहाँ तल चाहिँ के गर्ने, आफ्नो तपाईले इमेल चाहिँ यहाँ तल तपाईले हालेर यसलाई चाहिँ तपाईले सेन्ड गर्ने। यो सेन्ड गर्नु भएको तपाईले केही घण्टा पछि 12 घण्टा 24 घण्टा पछि चाहिँ तपाईहरुको एउटा फेरि मेसेज आउँछ, यहाँ तपाईको मेसेज आउँछ। त्यसपछि तपाईले चाहिँ वेट गर्नुपर्ने हुन्छ, एउटा तपाईको जस्तै मेसेज आउँछ, त्यो मेसेजमा तपाईले यु आर ब्याक अन फेसबुक भनेर तपाईको एउटा मेसेज आउँछ। त्यो मेसेज योर अकाउन्ट इज नो लङ्गर सस्पेन्डेड, जस्तै तपाईको अकाउन्ट चाहिँ नो लङ्गर सस्पेन्डेड, चाहिँ तपाईको अकाउन्ट भएन, तपाईको चाहिँ क्राइटेरिया पुगेको थियो भनेर चाहिँ मेरो भर्खरै फेसबुकले चाहिँ मेरो यो आइडीलाई फेरि रिटर्न गर्छ। साथीहरु यस्तै कुराहरु जानकारी लिनको लागि चाहिँ मेरो यो भिडियो अन्तिमसम्म हेर्दिनु भएकोमा धन्यवाद दिन चाहन्छु। र यस्तै भिडियोहरु हेर्नको लागि चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला, शेयर गरिदिनु होला। धन्यवाद।